अप्रिल इन्टेकमा नेपालबाट स्टुडेन्ट भिजामा जापान आउनुभएका विद्यार्थी साथीभाइहरू के छ त खबर सन्चै हुनुहुन्छ? अनि जापानको लाइफ कस्तो चलिरहेको छ त नि? कतिपय साथीभाइहरू त धेरै अगाडि नै जापान आइसक्नु भएको होला, अप्रिलको पहिलो हप्तैतिर आइसक्नु भएको होला, कति साथीभाइहरू 15-20 तिर आउनुभयो होला, कति साथीभाइहरू भर्खरै आउनुभएको होला, 1-2 दिन भयो होला, कति साथीभाइहरूको आउने प्रक्रिया चलिरहेको होला, कोही ढिलो भएर अझै पनि प्रोसेसिङ गरिरहनु भएको होला। कस्तो चल्दैछ त अनि? कता काम पाउनुभयो, कता काम गर्दै हुनुहुन्छ कि काम पाउनु भएको छैन, भौतारिरहनु भएको छ कि कस्तो छ त अवस्था? नेपालको भन्दा धेरै नै फरकको लाइफ छ है यहाँ चाहिँ। अब आउने बित्तिकै कलेजहरू सुरु भइहाल्छ, लगभग गोल्डन विक पनि हिजोबाट सकिएर सुरु भइसक्यो, कलेजहरू खुलिसक्यो होलान्। अब भटाभट कलेज जानु परिरहेको होला। नियोङ्गो गएको चाहिँ दैनिक रूपमा जानुस्, नियोङ्गो गएको बिदा कहिले पनि नबस्नुहोस् है। अनि काम पाउनु भएको छैन भने छिटोभन्दा छिटो काम खोजेर काम गर्नुहोस्। अब अलिक फरक छ जिन्दगी। अब रातभरि सुत्न पाइँदैन राति काम गर्नेको होइन। अनि अब निन्द्रामा आँखा मिच्दै कलेज जानुपर्छ। कहिले कलेजको बेन्चमा निदाइन्छ है, कहिले ट्रेनमा निदाइन्छ। शरीर थाक्छ, शरीर थाकेर पनि आराम पाउँदैन। हिजो कहिले विदेश त्यो गइसक्यो, फल्ना गइसके, चिल्ना गइसके, त्यो डिस्को गइसक्यो भन्दै अब त तपाईँ पनि एउटा जिम्मेवार व्यक्ति बन्नुभएको छ, विदेश आउनुभएको छ। हिजो तपाईँको घरमा ऋणै थिएन, आज तपाईँ विदेश आउनुभयो, ऋण लाग्यो होइन। अब त्यो ऋण तपाईँले तिर्नुपर्छ, आहार खाना हुँदैन, कति दुःख आउँछन्, कति सङ्घर्ष गर्नुपर्छ। कहिलेकाहीँ त जति गरे पनि अहिले त भर्खर तपाईँहरूको सुरुवात हो है। कहिलेकाहीँ त यस्तो जिन्दगी आउँ भने बेला खान नि पाइँदैन, घुम्न नि पाइँदैन होइन। अनि त्यही हो, जापान आएपछि जिन्दगी एउटा आइफोन बोक्न चाहिँ सकिन्छ। अब भोलि पर्सि राम्रो पढेर राम्रो गर्न सक्यो भने भविष्य राम्रो बन्छ, यदि केही सकिएन भने त्यही आइफोन बोकेर घर जानुपर्छ होइन। त्यही भएर बेलैदेखि नै भाषा पढ्नुहोस्, राम्रो गर्नुहोस्, मेहनत गर्नुहोस्। विदेश भन्यो, अब तपाईँ आफै विदेश आउनुभएको छ होइन। अब यहाँ आइसके पछाडि, विदेश आइसके पछाडि त घर जानलाई त सपना बुन्नुपर्छ, सपना बनाउनुपर्छ। जसरी हिजो तपाईँ सपनाको देश जापान भनेर आज जापान आउँदै हुनुहुन्छ र आइपुग्नु भएको छ नि। अब तपाईँको सपनाको देश, तपाईँको जन्मभूमि र तपाईँको जन्मेको घर हुनेछ। यहाँ आएपछि त मान्छे यत्तिकै हराउँछन् साथी। यो सहर छ नि, अब बाहिर झलमल्ल छ, भित्र अलमल्ल छ। त्यही पनि आफ्नो भविष्य कहिले पनि अलमन ल्याउनु होइन। राम्रो गर्नु, सधैँ उत्तर प्रगति गर्नु, राम्रो हो सधैँ। फेरि पनि अरू भिडियोहरू लिएर आउने नै छु। हार नखानुहोस्। यदि काम पाउनु भएको छैन भने एकचोटि मलाई पनि सम्पर्क गर्नुहोस्। यदि कतै काम भएको छ भने म काम खोजिदिन्छु, अथवा मैले सकिनछु भने पनि मैले 2-4 जना मेरा साथीहरूलाई ओनेगाई गरेर भनेर तपाईँहरूलाई काम लाउनका लागि म तपाईँहरूलाई सहयोग गर्नेछु है त साथीभाइहरू। अहिलेलाई बाई बाई।